दर्शकवृन्द नमस्कार। तपाईहरुलाई धेरैजसो मान्छेले भनिदिनेछन् तैँले त यो काम सक्दैनस्, मरे पनि सक्दिनस् है, यो काम तेरो हातबाट हुनेवाला छैन, अरू थोक गर गर गर, यो काम हुनेवाला छैन। त्यति बेला त साह्रै रिस उठ्छ हैन? हो, तर के तपाईहरुलाई थाहा छ सफल हुने मान्छे कहिल्यै रिसाउँदैन। हेर्नुस् त नकारात्मक शब्दहरुलाई पनि उसले एउटा शक्तिको रूपमा अधिग्रहण गरिरहेको हुन्छ। हेर्नुस् त नेपोलियन बोनापार्टको एउटा कथा सुनेर तपाईहरुलाई बिन्दास मज्जा आउनेछ र साह्रै शक्ति पनि जागृत हुनेछ। म त्यही कुरा हजुरहरुलाई बताउन गइरहेको छु। दर्शकवृन्द, नेपोलियन बोनापार्ट भन्नाले ती चर्चित व्यक्तित्व हुन् जुन फ्रान्सेली सैन्य नेता थिए, अदम्य साहस बोकेका व्यक्ति थिए। उनी कुनै पनि चुनौतीबाट टाढा भाग्ने किसिमका व्यक्ति थिएनन्। एक दिन उनले आफ्ना सैनिकहरूलाई परेड खेल्दा खेल्दै भने, म त्यो चुचुरोमा पनि पुग्न सक्छु। त्यो पहाडलाई देखेर सबै अचम्मित भए। कहीं नेपोलियन बोनापार्ट त्यसमा जान सक्लान्? को मनमा त्यही प्रश्न उब्जियो। साच्चीकै पनि त्यो पहाड कुनै सामान्य किसिमको पर्वत थिएन र त्यो पहाडमा चट्टानै चट्टान, न हात राख्ने ठाउँ न खुट्टा राख्ने ठाउँ, र त्यसमा चढ्न सकिने कुनै सम्भावना पनि थिएन। उनले आफ्नो अभियान सुरु त गरे। आफ्ना सैनिकहरूलाई अगाडि बढाउँदै बढाउँदै लगेर हिँड्दाखेरि एउटी आइमाईले भनिदिइन्, यो पहाडमा तिमीहरू चढ्न सक्दैनौ, यो नेपोलियन बोनापार्टले तपाईहरुलाई बेकुफ बनाउँदैछ, त्यसैले तपाईहरु फर्किहाल्नुहोस्। यदि तपाईँ त्यहाँ जानुभयो भने कोही पनि जीवित बच्न सक्नेवाला छैन। सबै काप्न थाले, डराउन थाले, किनकि अवस्था साँच्चीकै विकराल थियो। हात खुट्टा राख्न सक्ने ठाउँ समेत थिएन। त्यसैले त्यो अवस्थालाई बुझेर सबैले भन्न थाले, नेपोलियन बोनापार्टले पक्कै पनि यी आइमाईले अब दण्ड दिनेवाली छिन्। हो, त्यही कुरा नेपोलियन बोनापार्टले पनि सुनिहाले र उनले आफ्नो घाँटीबाट हिराको हार सिक्री लिएर ती महिलालाई दिए र उनले भने, तिमी आज मेरा लागि प्रेरणाको स्रोत बनी छौ। हे दिदी, अब यो हार तिमी यहीँ राख, म त्यो पहाड चढेर नै आउँछु। यदि मैले चढेर आएँ भने यो हार मलाई फिर्ता दिनु, नत्र नदिनु। नेपोलियन बोनापार्टले अदम्य मुस्कान सहित, हावभाव सहित भनेको त्यो कुराबाट ती महिला साह्रै चकित परिन् र उनले भनिन्, आहा, तिमीले त मेरो मन जितिदियौ। पुरै पहाड त भन्दिनँ म, तर आधा पहाड त तिमीले यहीँ जितिदियौ त। हार र चुनौतीबाट जो मान्छे भाग्छ त्यो निश्चय नै हार्छ। हार र चुनौतीलाई सधैँ अवलम्बन गर्ने व्यक्तिले सधैँ हरेक युद्धलाई जित्ने गर्छ। नेपोलियन बोनापार्टको यो कथाबाट हामीले शिक्षा लिनुपर्छ। तैँले यो केही गर्न सक्दैनस् भन्नेहरूलाई पनि भित्रभित्रै एउटा नकारात्मक शक्ति विचारलाई पनि ऊर्जामय बनाएर हामीले अघि बढ्न सक्यौँ भने जिन्दगीका हरेक युद्धहरूलाई, हरेक कठिनाइहरूलाई, एभ्री डिफिकल्टी वी क्यान डिफिट देम। ओके, फेरि पनि धेरै धेरै धन्यवाद।